गुड मर्निङ गाइस, फेरि पनि स्वागत छ है मेरो युट्युब च्यानलमा हजुरहरूलाई। सो गाइस, आज हामी चाहिँ जाँदैछ घुम्नुको लागि। वेस्ट सिक्किम जाँदैछ साथीहरूसँग। धेरै छुट्टी पनि छैन अब होइन। सो आज गइराखेको, अहिले 5 बज्यो। 5 बजी उज्यालो रहेछ हो। म अब गएर साथीहरूलाई रिसिभ गरेर जाने हो बिचमा होइन। हजुरहरूलाई पनि देखाउँछु, जति नै सक्दो देखाउँछु तपाईँलाई नै। त्यस्तो भिडियो त बनाउनु पाउँदैन, तर घुम्नु गएको आज राइड, पुरै राइड जाने नि त अब। सो गाइस होइन, भेट्दै गरौँ बाटो बाटोमा होइन। होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म एकदम टकाक सन्चै भएर हिँडेको आज होइन। सो हिँडौँ गाइस, चाहिँ भेटौँ बाटोमा है। र म त यहाँ साथीलाई पर्खिरहेको छु है। अर्को साथीलाई पनि कल गरिहालेँ बजारमा, जोरथाङ फाटकमा निस्क्यो भनेर। त्यसलाई भनिदिइहालेको छु, अर्को साथी यहाँ आउँदैछ। कहाँ गयो? ल हामी चाहिँ अब लेप्सेदेखि माथि पुगिसकेको छ मेरो रीति। यता भाइ, यता सबै साथीहरू छ। माथि एकजना छ, बर्मेकमा एकजनाको साथी भाइ पर्खिरहेको छ। तर हामी जाने हो माथि। चक्लेट खाँदै, दुईजना चक्लेट खाँदै, दुईजना अर्कै चक्लेट खाँदैछ। नकुदाइ लिएर आइज, नकुदाइ लिएर आउँदा हुन्छ नि। उता दियो, उता दियो, ढुङ्गा उछिटेको होइन। ब्रेक ड्रिङ्क ब्रेक। हामी चाहिँ जाने है केटा। अब केटा होइन गाइस, कस्तो भइरहेछ ऋतिक? पर गएर खतरा सेटिस्फाइड भएर दुईजना दाजु आएको छ। अब एकजना सम्राट भाइ छ परनिर जाने। युकाला लिएर आएको हामीलाई। त्यही युका लगाएको नि त आज। यस्तो उकालाएर टक्कै यो मेन सोरेङको टक्कै सोरेङको यो हाइवे टक्कै अब यहाँ रगड जाने। त्यहाँदेखि चाहिँ भाइलाई सबै याद छ कहाँ कहाँ जाने होइन। हामी चाहिँ यहाँनिर साथीको बत्ती घरमा चिया खान आएर छ। यहाँ चाहिँ रन्ची हेर नि, के भन्छ यसलाई? तिमीहरूतिर पुरा हुन्छ त्यो अलैँची त है? मकै अलैँची न अलैँची रहेछ उता, सबै अलैँची रहेछ यता। मकै हेर्नु कति मजाको मकै। यो चाहिँ तपाईँहरूले जहिले पनि देख्छ साथी। यो साथी चाहिँ जहिले भ्लगमा हुन्छ है, भाइकोमा आएको। हामी चाहिँ यो साथी जहिले बिजी हुन्छ, जहिले भ्लगमा, जहिले बिजी फोनमा देख्छ होला तपाईँले होइन। जग्गा रमाइलो रहेछ यता बर्मा। ल गाइस, भेट्दै गरौँ है। अब यहाँ चापचिप चिया खाने हो आज। त्यहाँदेखि जाने हामी। लास्ट लन्च चाहिँ हाम्रो दिनथामा हुन्छ अहिले। यहाँ ब्रेकफास्ट यहाँनिर बर्मेकमा। काम छैन क्या, काम छैन।
अगाडि 3 जना म एक्लै यहाँ पछाडि भाइलाई पनि भेटिहाल्यो समय भाइलाई पनि भेटेर अब टक्कै हामी जाने हो टक्कै माथि गएर सुब्बा घर गएर त्यहाँनिर गएर सुब्बा घर के भन्ने जग्गाहरू जाँदैछ पहिला सुब्बाको राजा छ अरे नि त्यहाँनिर त्यहाँ जाँदैछ बेनथाम पुग्नु लागेछ हामी सोमबार केटाहरू अब हामी पुग्नु लाग्यो जस्तो छ हामीको 2 जना अगाडि ग्रुप आज एउटा ग्रुप हो होइन हामी त आफ्नो जग्गातिर लाग्यो अब हो यहाँबाट बाटो बस्छ यहाँबाट स्टुडेन्टलाई 10 रुपियाँ लोकल हो लोकल खै हो लोकलहरू छैन त यहाँ रहेछ लोकललाई 20 रुपियाँ खै हो आम्म अर्किड त यार जाउँ जाउँ वे टु स्ट्याच्यु आइज न किन नो स्मोकिङ इफ यु युनिफर्म ओए चार्चु 500 कम्ती यस्तो गरेको 500 क्यामेरा छ त्यहाँनिर यहाँ चाहिँ यस्तो बनाउँदैछ रेडी अहिले राजा त राजै रहेछ नि त पानी त फेरि के चिसो पानी हो के चिसो पानी उताले चाहिँ के हो फेरि ऊ त्यहाँ जाउँ न नि ल ए त्यो हो झिल पनि रहेछ उता आम्मामा केटाहरू छैन आज त बुबुले आज खिलाउँदैछ नि के चाहिँ किन ए गर्नु पर्यो नि हामी चाहिँ अब यहाँ फोटोहरू खिचेर निस्केको गरम डेन्जर फोटो पनि खिच्नु सकेन क्यामेरा हेर्नु सक्दैन यति डर गरम छ भुरी लागेको केटा मेरो साथी भुरी लागेको लाग्दैछ क्या सुकाइदिएको एकछिन यार घटेको त क्या सुकाइदिएको नि घट्दैछ नि त गर्दैन यो मान्छे कहिले घट्दैछ यहाँदेखि न यसो बडीहरू यस्तो यो चाहिँ दामी बनाएछ यहाँ चाहिँ फिनिस भयो भने चाहिँ दामी हुनेछ यहाँ फिनिसिङ भयो भने चाहिँ यो चाहिँ वेस्ट सिक्किममा दामथाङ भन्छ है त्यहाँ तल देनथाम कि दामथाङ हो होइन हौ तल उकालो चढ्ने हि बर्मेक हि मात्रै
हिउँमा त होइन हो हि है यहाँनिर हि भन्छ है हियो यो हियाङथाङ हियाङथाङ है यो चाहिँ हियाङथाङमा पर्छ यो चाहिँ टक्कै त्यो चाहिँ कहाँ जुत्ता लाउनु आम्मा सबैले जुत्ता यहाँ लगाएर छ हो त्यो चाहिँ ऊ पर हेर्नु जुत्ता लाउनु गएको बोकेर जुत्ता गनाउँछ तेरो भनिहालै निस्क्यो है केटा हो निस्क्यो है साथीभाइ हो आम्मा त्यस्तै सबै मोटा मोटा केटा रहेछ भुँडी लागेको केटा रहेछ सबै भुँडी लागेको छ अब यहाँ त झन् फ्यामिली प्याकहरू बनाउनु पर्यो नि होइन बिहा गरेको मान्छे त अब यति प्याक नभएर त के हुनु फ्यामिली प्याक नभएर म त बिहा गरेको अब निस्क्यो यहाँबाट यहाँबाट अब यहाँ सबै यहाँ रहेछ एन्टक ग्रुप हो आज होइन टक्कै एन्टक ग्रुप हो यहाँबाट निस्किने टक्कै हामी चाहिँ निस्क्यौँ यहाँबाट यतिकै बिना ज्याकेट जाउँ होला है बिना ज्याकेट कता जाने अब देन्ताम जाने यहाँ तल लेक चाहिँ कता हो कता जाने ए छोडिदिउँ तल तल यिनीहरूसँग चाहिँ नहिँड्दा हुन्छ है एक घन्टा त यिनीहरूले अरू टाइम लगाइहाल्छ मिठाई खाँदा खाँदा केटा दुईजना मात्र रहेछ मिठाई खाने पनि यहाँ र ऊ पर हो ल हामी यहाँ अब है सेल्फी हानौला सेल्फी हानौ तेरो सेतो टी सर्ट ढुक्क होला ज्याकेट लगाएर लानु नि अब है केटाले छोडेर गएको सबैले छोडेर गइसक्यो केटा यस्तो त अन्त अनुहार बिगार्छ होला नि अझै ग्यास्ट्रिकको पानी पाइँदैछ ग्यास्ट्रिक को छ यहाँ चाहिँ खा जाति हुन्छ अरे अनि यो मानेको मानेको हो नि त यार त्यही भएर खाँदैछ हामीले त सबैले ग्यास्ट्रिक त छैन तर पनि सबैलाई तिर्खा लागिरहेको ट्रन वाइस छैन खाने ट्रन वाइस मलाई खाइसकेँ मेरो है कहाँबाट आएको यो भित्रबाट ग्यास्ट्रिकको पानी त मुख धोइ भयो यसको यो ग्यास्ट्रिकको मेन यसलाई खुवाउनुपर्छ है मेन चाहिँ यसको लागि नै आएको यहाँ किनभने यो अलिक ग्यास्ट्रिकमा साह्रो परेछ ग्यास्ट्रिकको दबाई बोकिरहेको छ ट्याम्मै यहाँ चाहिँ ग्यास्ट्रिकको पानी पाइन्छ यी तल नजिक कहाँनिर यो जग्गा कस्तो छ भने यो प्लेन भेट्यो होइन यो पहाड छ फेरि प्लेन भेट्छ जस्तै फेरि पहाड हामी चाहिँ भर्खर समट भाइको मामा घरमा खाना खाएर निस्केछ अलिकति माथि आएको चाहिँ यहाँ घुम्न अप्पर माग्नुमा छ हामी अहिले फिलहाल होइन हेर्नुहोस् गरम भएर रातै भएर छ अनुहार पनि अप्पर माग्नु हेर्नु कति मजा हाम्रो केटाहरू चाहिँ अगाडि कोही त ज्याकेट ओढाएको थियो अहिले त गरम भइसक्यो केटाहरूलाई के लाने खै किवी बोट तल जस्तो झ्याल छ नि यो चाहिँ किवीको बोट है यो
है के अरे मेल र फिमेल हो ए एउटा केरा के गरेको जङ्गलतिर दोकान बोलाउनु गएको छ खै आएन बुढो ए मलाई गयो होला यार लाक्पा शेर्पा अरे यो लाक्पा शेर्पा त हाम्रो सिएच पो त अब यहाँबाट निस्क्यो है सम्राट भाइको मामा माइजीकोबाट खाना खाएर निस्केको हामी चाहिँ यहीँ रोड नजिकै छ अगाडि भाइ छ यहाँ डाइरेक्ट अब उत्तरै निस्किने हामी उत्तरै कति टाइम लाग्छ होला अरे 9 किलोमिटर भनेपछि त बुझिहाल्न अन्दाज गरिहाल्न ल बुझिहाल्न 9 किलोमिटर कतिमा पुग्छ स्कुटी तँ पनि कुदाएको यहाँ स्टेजु म चाहिँ मेन चाहिँ स्टेजु हो कि जानु मन लागेको त्यो सबैले फोटो खिचिरहेको हुन्छ मलाई पनि हल्का चुस भयो कि हामी चाहिँ यहाँबाट लाग्यो है ल ल देखाइदिउनु उकाला ल चाहिँ लाग्यो हाम्रो चाहिँ यहाँ छ यहाँबाट ओह्रालो झरेर डाइरेक्ट ल ल हामी चाहिँ लाग्यो है ल हिँड्ने केटाहरू हिँड्ने हिँड्के त्यही बाटो ओह्रालो यो त्यहाँ तल फार ल हिँड्ने केटाहरू हिँड्ने ल ल ल ऋतिक ल ल ल ल ल ल ल हिँड्ने ल ऋतिक बुबु नि ल है पहिला हामी चाहिँ त्यहाँ मान्छे हिँड्दैछ त अन्त खोइ मान्छे हिँड्नु दिँदो अन्त जान्दा हुन्छ नि हिँड्दै भएको नि अन्त त्यही होइन दामी रहेछ त है चाहिँ के भन्छ अरे यो भाइ तर आयो नामै याद छैन तेन्जिङ हिलेरी मेमोरियल पार्क भाइ कहाँ हो पोखरी हो यो चाहिँ यहीँ रहेछ नि माछा जस्तो चाहिँ माछा छ हेर्दै छ यहाँ माछा कालो पनि छ हो र हामी चाहिँ अब यहाँबाट लागिसक्यो फेरि आज त वेस्ट सिक्किम त पुरै घुमेर भ्याइसक्यो होइन अब यहाँबाट पनि लागेको हामी फर्स्ट टाइम हो यहाँ चाहिँ साह्रै केटाहरू यार लागेको यहाँबाट छुर्पी लैजाउँ भनेको अति मजाको यार दामी छ फुल यो चाहिँ घर हो क्या हो अब यहाँबाट छुर्पी लाने ऊ दिदीकोबाट दिदी फोनमा बिजी छ लाने छुर्पी यहाँबाट टक्कै सस्तो रहेछ यहाँनिर त धेरै सस्तो जस्तो लाग्यो खै लैजाउँ न वाइन खान आउनु सक्नुहुन्छ है वाइन पनि डल्ला त छ यो चाहिँ किन्दैछ हाम्रो आशिषले आज वाइन हो देखा न वाइन चाहिँ यहाँनिर यो किन्नु हुँदैछ अब हाम्रो तपाईँको यहाँनिर हाम्रो यहाँ शेर्पा जिउ माथिबाट चढेर आउनु भएको छ भर्खर होइन कङ्ग्रेचुलेसन माथि चढेर तलबाट माथि चढेको होइन तेन्जिङ शेर्पा चाहिँ तल र माथि छ नि यो चाहिँ माथि तल झर्ने खाले तेन्जिङ शेर्पा कि गाइस हामी चाहिँ अहिले तर अरू जग्गामा देन्थाम चाहिँ किन चाहिँ बजारमा चाहिँ रोड नभएको होला है यहाँ त रोड बनाएको छ तर यहीँ छैन बजारमै छैन रोड चाहिँ अब के होला त्यस्तो है अब यहाँ त रोड छ राम्रै अरू बजारमा हेर त अरू बजारमा चाहिँ बजारमै छ
यहाँ चाहिँ किन यस्तो भन्नुहोस् गाइस तपाईँहरूले के भन्न चाहनुहुन्छ देन्ताममा बजार अगाडि रोड त्यस्तो घिनाउँदो छ यता राम्रो बनाएको छ फेरि अरू डिस्ट्रिक्टमा चाहिँ अब यस्तो बजारमा कस्तो मजाको हुन्छ रोड होइन टक्कै टाइल्स हालेर यहाँ त आम्मै हेर्नु कस्तो छ रोड कसरी आउँदैछ गाडी यो चाहिँ बनाउनै पर्छ छिटो म यहाँनिर आएको 4-5 चोटि भयो आएको तर यस्तै छ यो सालमा ग्याप गर्दै आउँदा पनि तर पनि यस्तै छ यहाँ चाहिँ हुनुपर्छ यो देन्तामा चाहिँ गरौँ यता चाहिँ फेरि यस्तो दामी रोड बनाएको छ अब नयाँ साथी पनि आइसक्यो यहाँ चाहिँ पार्किङ रहेछ यतातिर चट्टै कुत्ता पनि खेलेर बाटोमा झन्डै भेटी केटार लाग्यो झन्डै लाग्यो नि हौ नानीहरूलाई रेस्क्यु गर्दै बसेको यहाँ चाहिँ काम खोर्ताम लाँदो रहेछ नि त भर्खर पाक्दो रहेछ यहाँबाट बाटोहरू सबै बारिसक्यो टक्कै यहाँ त के फ्रेन्ड्स क्लब बार पनि रहेछ टक्कै पनि बस्यो हामी हो यहाँ चाहिँ टक्कै मजाको रहेछ यहाँनिर हामी खाजा खायो होइन त्यति चेन्ज पुरै दिएको त्यति नै दिएको जति चेन्ज थियो मैले अब यहाँबाट जाने हो हामी निकालिसकेको केटाहरूले पानी पर्छ यार छिर्छिरहन्छ अनलाइन छैन अरे अब चाहिँ हामी हिँडेको यहाँबाट यति बाटो एकछिन रोकायो नि त्यहीँनिर हामी चाहिँ माथि डाइरेक्ट निस्केर सिधै अब चाहिँ जाने हामी यहाँबाट अब डाइरेक्ट के भन्छ तल कुन हो त्यो लेप्सेपको अगाडि भिड केही छैन अब आरामले जाने हो पानी परेर शीतल भयो गरम थियो अहिले पानी परेर शीतल भयो है हिँड्यो हामी त आजको दिन रमाइलो भयो पानी पर्यो यो के भन्छ जग्गाको नाम ओहो तातो पानी आइपुग्यो जाउँ है तातो पानीमा के त के छ खाजा के छ अब मेगी खाएर जाने तातो पानी परिरहेको छ पानी पऱ्यो नि त फेरि भिजिहाल्यो यत्रोकै भिजिहाल्यो हामी चाहिँ तातो पानीमा अहिले तातो पानीमा आएर बसेको छ तातो पानी भन्ने जग्गामा यहाँ मेगी खाने तातो पानीमा के खाने मेगी